सम्पूर्णमा नमस्कार। जुन भदौ 10 गते गएको सुवागढीको जुन ड्याम भत्केर चाहिँ जुन हाम्रो चाहिँ नेपालमा जति क्षति पुर्याएको छ त्यसमा चाहिँ सम्पूर्ण नेपालीहरूलाई स्तब्ध बनाएको छ। किनकि त्यहाँ गएको चाहिँ बाढीले गर्दा मान्छेहरूलाई, विभिन्न ठाउँका मान्छेहरूलाई, के त त्यस इलाकामा पर्ने मान्छेहरू धेरै दुर्घटना भइरहेको छ। बाढीले गर्दाखेरि विभिन्न ठाउँमा चाहिँ के त पुलहरू, गाउँ घर नै बगाएको छ होइन। त्यस्तो अवस्थामा के त सबैजना मान्छेहरू चाहिँ एकजुट भएर यति बेला दाजु भाइ दिदी बहिनी मिलेर चाहिँ के त सहयोग गर्नुपर्छ। किनकि हामी आखिर नेपाली हो नि, आफूलाई आज हामीलाई पर्यो, उहाँहरूलाई पर्यो, त्यो अवस्थामा चाहिँ के त यो समयमा हामीले चाहिँ नेपालीपन यति बेला देखाउने हो। किनकि यस्तो दुःखद घडीमा जोसुकैलाई पनि सहयोगको आवश्यकता पर्दछ। मान्छेहरूले विभिन्न गतिविधि देखाइरहेका छन्, तर त्यो के देखाए, के गरे, कसो गरे भनेर त्यसलाई टिका टिप्पणी गर्नुभन्दा पछाडि के गर्नु पर्यो त, सबैजनाले आफ्नो ठाउँमा इफोर्ट दिएर जुन घटना भइसकेपछि अब घटना घटिसक्यो र त्यसलाई चाहिँ हामीले चाहिँ कसरी चाहिँ अब घटिसकेकोलाई कसरी चाहिँ हामीले चाहिँ निराकरण गर्ने, त्यो जुन बगिरहेका लासहरू छन् त्यसलाई व्यवस्था गरेर छोड्नु भएन, त्यसलाई निकालेर होइन सही मान्छेलाई चिनाएर चाहिँ त्यो भनेको सहयोग हो कि। किनकि हामी नेपाली हो, नेपालीले हामीले चाहिँ के त नेपाली भएर नेपालीलाई नै हामीले गरेर हुँदैन। किनकि त्यसको लागि तपाईँहरूको साथ सपोर्ट चाहिन्छ कि। त्यही भएर सबैजनाले विभिन्न गतिविधिहरू गर्नुभएको छ आफ्नो ठाउँमा। किनकि उहाँहरू चाहिँ अब कस्तो मेन्टालिटी कस्तो बनाएर चाहिँ कसरी सहयोग गर्नुभएको छ भन्ने कुरा चाहिँ त्यो आफ्नो ठाउँमा छ होइन। अब आफ्नो ठाउँमा सहयोग गर्नुहोस् सबैले। किनकि विभिन्न मान्छेहरूले चाहिँ अब लास ताने, ग्यास ताने तर लास तानेनन् भन्ने चाहिँ यस्तो टिका टिप्पणी। अब जस्तै आफ्नो कुकुरले चाहिँ एउटा आफ्नो मालिकलाई खोज्यो, तर मान्छेहरूले चाहिँ त्यही मान्छेलाई चाहिँ खोजेनन्। लगायत कुनै पनि मान्छेले मान्छेको सब बाहिर निकालेन, तर उसको चाहिँ लगाएको सुनहरू बाहिर निकाल्यो। र एउटा हात्तीले एउटा बग्न लागेको मान्छेलाई बचायो, तर मान्छेहरू चाहिँ त्यहाँ गएर मानवता देखाएर निकालेनन् भन्ने चाहिँ त्यस्तो टिका टिप्पणीहरू आएको छ होइन। त्यस्तो त अब हो, कुनै मान्छेहरू आवेशमा आएर त्यस्तो गर्नुभयो होला, त्यसको ब्याकबाइटिङ गर्नुभन्दा पनि अब के गर्नु पऱ्यो त, त्यसलाई चाहिँ जुन घटना घटिसकेको छ होइन, त्यो घटना घटिसकेको घटनालाई चाहिँ सबै मिलेर अब जुन लासहरू बगिरहेको छ त्यसलाई उद्धार गर्ने काममा सहयोग गरौँ। घरहरूमा घरविहीन हुनुहुन्छ उहाँहरूको लागि बस्ने बाँसको सहयोग गरौँ। खाना बस्न घाँस बाँस कपासको चाहिँ सहयोग गरिदिनु पऱ्यो। सबैजना नेपाली दाजुभाइ दिदीबहिनीहरू मिलेर चाहिँ त्यसको चाहिँ आफ्नो ठाउँबाट सबैले साथ सपोर्ट दिनु पऱ्यो। यो नै नेपालीपन हो। थ्याङ्क यू।